मलाई प्रधानमन्त्री बनाइदिनुस्, म कस्तो निर्णय गरिदिन्छु भने 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी बसी महिनाको 30,000 रुपैयाँ सबैलाई, 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री, त्यसमा जुन आइफोन चलाउने कि स्यामसङ चलाउने खोजी गर्न। के बोले भाइ? के बोले? मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको 100 लिटर तेल फ्री। बिल्कुल चुप। तपाईको म कुनै पनि स्टेटस हेर्छु, फोटो हेर्छु वा तपाईले दिएको अभिव्यक्ति हेर्छु, अनि त्यहाँ अलिकति कमेन्टहरू पढ्छु क्या। भगवान कसम कमेन्ट यस्तो कहिलेकाहीँ ब्रुटल हुन्छन् कि होइन, अधिकांश त्यो अधिकांश कमेन्ट मध्येको तपाईलाई चाहिँ रिपिटेडली आउने कमेन्ट के याद छ? बाख्रा। एउटा कुरा म भन्न चाहन्छु, नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं, बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ, अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? बात त सही हो। सामान्य सभा महोदय, उहाँलाई यसभन्दा अगाडि बढ्न दिनु हुँदैन। उहाँको अभिव्यक्ति बेठिक छ। राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ। सामान्य सभा महोदय, संसदमा यो असंसदीय भाषा प्रयोग भयो, राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ। यहाँलाई दिएको समय 7 मिनेट छ। पार्टीको दलीय हिसाबले यदि निर्देशन दिनु छ त्यो निर्देशन हामी मान्न तयार छैन, किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। एउटा कुरा के हो, हामी हिजोको दिनमा पनि अन्याय अत्याचार भएको थियो, राजा पनि त्यसको पनि लागि लडेर आएको हो, कसैले हामीले टीका लगाएर आइदिएको होइन। अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाउँछ, तर हाम्रो सरकार लजाउँदैन। 75 जना नेपाली युवाको हत्या कसले गर्यो?